हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ म टमाटर खेतीबारीमा आएको छु। हेर्नुहोस् है, कस्तो दामी टमाटर फलेको। ओ माई गुडनेस। बारीतिर हिँडेको, यहाँ गर्मीले भुर्कुटै बनायो। बाफ्रे 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 टमाटर। यता सिमीबारी रहेछ, सिमीबारी त टमाटर खेती। यहाँ मास्तिर घर, गोठ। हेर्नु है, कति धेरै पाके रहेछ। ओ माई गॉड, लोभै लाग्दो। टिपेको छैन योभन्दा अगाडि, योभन्दा अगाडि टिपेको छैन। आम्मा थोरै छैन त नि यो टमाटर। यो चाहिँ लास्ट, अनि त बोटमै नअट्ने थिएछ। हो र, टमाटर टिपेर। खै अब हामी त कृषक परियो। कृषकले यस्तै त फलाउनु पर्छ त। ए यहीँ हुने रहेछ काँचो टमाटर पनि। छान्नु नि नाना, ल लानु नाना। अब त्यही त, अस्ति दसैँमा आउनु पाइएन। खै देखाउँदा यहाँनिर टमाटर इस यस्तो फलेको छ है। झन् पर बाटोमा पो छ है रास चाहिँ छ अहिले। अनि बुवाले ओसार्दैछ डेङ्को टिप्दै। ए हो र, उयो छ नि यो सिमीबारीको उतापट्टिदेखि चाहिँ टिप्दै आएको। आम्मा यत्रो टिपिसकेको। ठिक छ, ए बुहारीलाई टिपाउने पालो हो नि त यो पालि चाहिँ मेरो कि। नभए त हामी त अस्ति बुवा र म पस्दाखेरि 5 बजे। खोइ हाम्रो आयो आङ चाहिँ चिन्दैन होला। बेमालाई सेवा गर्नु कुकु गरिदेऊ न। के बारीमा कुकु गरिदेऊ न। खै के खाएको? मिठै पो खाइरहेको रहेछ, मिठै पो खाँदै रहेछ हाम्रो भदाई त। मलाई चिन्यो? को म? चिन्दैन? आमाइनी ढिक्च्याङ गरिदिउँ माथ्यौँ। मलाई ढिक्च्याङ हान त, ढिक्च्याङ हान त। तिम्रो नाम के हो? तिम्रो नाम के हो भन त। ओ बधाई, हाम्रो क्युट क्युट बधाई। हेर हेर न, आयो हामीले मिठाई खायो। मलाई पनि देऊ न। नदिने किन हो? मलाई चिन्यो कि चिनेन? हे मिठाई ल्याइदिनु ल देमा भन्ने होइन? खोइ बोलेको। देऊ मलाई, देऊ न। आमामामा खेताला आएको, खेताला। काँचो काँचो लैजाऊ भनेर क्या म चाहिँ। आम्मा त्यही त, भरे बेलुका जाने अरे भयो त। भरे नि जानु हुने, भरे जानु हुने। अन्त नि बेलुका जाने अरे। म चाहिँ के गर्नु गर्नु भारी लग्यो, बेलुका नहिँड्नु भनेको। गाडी छैन नि त भोलि फेरि। भरे बगान जाने भने विचार गर्छु ल म। अन्त म पनि काँचो काँचो लैजाउँ भनेर नि अलिकति। बाँगालाई नि कसरी होइन नखाने बाँगा। मासु खाँदा खाँदा तिहारले वाक्क दिक्क। होइन नखाने बाँगा, मासु खाँदा 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 नखाने नखाने। मासु त घाँटीमै छ। तिहारको चाहिँ रोटी पनि चाखिनँ हौ मैले। त्यही त नि ग्यास्ट्रिकले। ऊ माथि झन् कत्रो कत्रो रहेछ टमाटर। म त नखाने हो केही पनि। यस्तो दामी दामी फलिरहेछ है माथि। आम्मा माथि चाहिँ धेरै। हजुर
भयो भने जान्छु म पनि त्यता अझै जाउँ न बेलुका भन्दै थियो विनोदले आमामा यत्रो टिभी सहेको बाफ्रे बाफ्रे उता कति डोको गयो बस्नु त ल है साथीहरू टमाटर चाहिन्छ भने यहाँ सम्पर्क गर्नु होला अनलाइनबाट कुरियर गरिदिइहाल्छु ला ओ टमाटर कुच्चाउँछ ए रातै टमाटर छ कोलाई मनपर्छ टमाटर यो लास्टिभाइ होला होइन भाउजू तर त भक्कु रहेछ है कत्रो नि हामी खोइ ल